हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। मङ्सिर महिना लागिरहेको छ, चिसो चलिरहेको छ, सबै सुरक्षित हुनु होला। म पनि सुरक्षित छु र फेरि अर्को एउटा नयाँ भिडियो लिएर आइसकेको छु। मेरो यो नयाँ भिडियोमा लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइबर गर्नु होला। नयाँ साथी हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला च्यानललाई। म तपाईँहरूलाई साँझको समयमा यो इभिनिङको टाइममा देखाउन खोजिरहेको के भनेपछि यहाँको दृश्य इभिनिङको टाइममा एउटा राम्रो देखिन्छ क्या। यो पारीको ठाउँ म तपाईँहरूलाई पारीको ठाउँ देखाउँछु। फ्रन्टबाट हेर्नु होला है। हेर्नु त, यो पारीको ठाउँ यति राम्रो। यो मङ्सिर महिनाको यो सिरोडा हावासँग तलबाट सर पारी सिरोडा हान्ने छ। यति राम्रो बादल, कति राम्रो देखिरहेछ। यो साँझको समयमा एकदम राम्रो देखिन्छ क्या ठाउँ। त्यही भएर हजुरहरूलाई मैले यो च्यानलमा तपाईँलाई जोडिरहेको। हेर्नुहोस्, पारीबाट रोड खनिरहेको छ। यहाँ तल जिसिबीले चाहिँ बाटो खनिरहेको छ होइन। हेर्नुहोस्, यति राम्रो वातावरण नयाँ। तपाईँलाई फेरि म एउटा अर्को ठाउँ देखाउँछु है। यो माथिको ठाउँ छ नि, यो माथिको यो हिमाल जस्तो देखिरहेको देख्नुभएको होला होइन। यो ठाउँ चाहिँ एकदम इम्पोर्टेन्ट क्या। यो धादिङको गङ्गा जमुनाको 2 नम्बर वडाको यो माथिको यो बासाङचोक भन्ने ठाउँ हो। यो ठाउँ, यो डाँडा आउनुभयो भने यो ठाउँमा त्यो डाँडामा जानु। यो डाँडाबाट चाहिँ तपाईँले देख्नुभयो भने सिधै के अरे हाम्रो त्यो काठमाडौँ जाँदाखेरि खानकोटको जुन उकालो छ नि त्यो देखिन्छ। एउटा क्लियरसँग तपाईँले हेर्न सक्नुभयो भने यहाँदेखि मजाले देखिन्छ। हामी पनि गएको छु र यो पारीको यो ठाउँ पनि एकदम राम्रो छ। यो चिम्चोक ठाउँ एकदम प्योर। र आई होप तपाईँले भिडियोलाई इन्जोय गर्नु होला, इन्जोयको रूपमा लाग्नु होला। नजानेको कुराहरू सिकाउनु होला। सबै कुरा मलाई आउँछ भन्ने पनि छैन। आजको साँझको सुरुवात चाहिँ आज भिडियोको मार्फत आजको सुरुवात यही भइरहेको छ होइन। माया गरिदिनु होला भिडियोलाई। 100 लाइकको अपेक्षा गरेको छु। नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला, कमेन्ट पनि गर्नु होला। नजानेको कुराहरूलाई सिकाइदिनु होला। हस्, बाई बाई।